नमस्ते, तपाईँलाई स्वागत छ। म चाहिँ तपाईँहरूलाई भिडियो अनलिस्टमा राख्ने र कुन कुन समय पोस्ट गर्ने म बारेमा यसको छोटो स्पेसल टिप्स चाहिँ म भन्न गइरहेको छु। ध्यान दिएर सुन्नुहोला कृपया। ल गाइस, ध्यान दिएर सुन्नुहोला। भिडियो अनलिस्टेड राख्ने तरिका म स्पष्टसित तपाईँलाई बताउने छु। ल गाइस, हेर्नुहोस् है, म युट्युब ओपन गरेँ। ल प्लस आइकन टक गर्ने हो। एउटा मेरो चाहिँ अलरेडी ग्यालरीमा भिडियो छ। एउटा भिडियो छान्ने, टक्क मैले छान्यो। अब नेक्स्टमा आयो, क्रसिङ भयो न, फेरि नेक्स्टमा हान्ने है। त्यहाँबाट एड डिटेल भनेको छ, क्याप्सन योर सर्ट, टक्क हान्ने। अब टाइटल मेरो चाहिँ यो गीत चाहिँ अब म चाहिँ अब सर्ट दिने छ। म चाहिँ अब त्यही अनुसारले म चाहिँ टाउन सिटी TOW टाउन SITOCT भयो। अब ह्यासट्याग त अब तपाईँले राख्न सक्नुहुन्छ टाउन सिटीकै। अब त्यही अनुसारले ह्यासट्याग म राख्न सक्छु मैले। तपाईँहरूले कस्तो गीत छ त्यो अनुसारले हान्नुहोस्। अनि त्यहाँबाट यो प्राइभेट भनेको छैन, प्राइभेट ल ट्याक्क तपाईँले पब्लिकमा डाइरेक्ट अब अहिले नै पोस्ट गर्न चाहिँ पब्लिकमा अहिले नै डाइरेक्ट गर्न मिल्यो। तपाईँ अनलिस्टेडमा चाहिँ तपाईँको चाहिँ यो चाहिँ भोलिको लागि, भोलिको 1 महिनासम्म तपाईँले यो अझ मानौ अब 16 तारिक भयो, 20 गतेले 20 गते मेरो मात्रै भिडियो चाहिँ पब्लिक गर्ने भनेर चाहिँ यो अनलिस्टेडमा हुन्छ कि एनी वान विथ द लिङ्क क्यान भ्यू भनेको हुन्छ। त्यसमा टक्क हान्ने है। त्यहाँबाट त्यसपछि एजुडल भन्नेमा टक हान्ने। त्यहाँबाट तपाईँको 16 जनवरी 2026 टक हान्ने होइन। अब त्यहाँबाट डेट आउँछ तपाईँको अझ 16 तारिक भयो मानौ, भोलि 17 छ भने 17मा टक हान्ने होइन, एउटा डेट हान्ने हो कि। अनि ओके गर्ने। त्यसपछि तपाईँले एउटा टाइम सेट गर्नुपर्छ। यहाँ टाइम तपाईँले कुन बेला कन्टिन्यू, अब 6 बजे 7 बजे 8 बजे मानौ, म इन्डियामा बस्छु मानौ सपोज लागि है। म इन्डियाको 5 बजे ट्याक्क पोस्ट गर्नु, 5 हान्यो, त्यहाँबाट PM हान्यो, त्यहाँबाट ओके हान्यो होइन। त्यति भइसकेपछि तपाईँले फेरि लोकेसन हान्नुपर्ने छ है। लोकेसन म चाहिँ साउदी अरेबिया हो। म चाहिँ साउदी अरेबिया साउदी अरेबिया हानेको। तपाईँले चाहिँ जुन ठाउँमा हुनुहुन्छ त्यही ठाउँमा हान्नुहोस्। त्यसपछि इट इज नट मेड फर किड भनेको छ है, क्लिक गर्नुहोस्। अब तपाईँले यो बच्चाको भिडियो हो भने अब यस इट इज मेड फर किड, बच्चाको हो भने अब यसमा हान्नुहोस् होइन। बच्चाको होइन, नो इट इज नट मेड फर किड भनेको चाहिँ यसमा तल दबाउनुहोस्, त्यो ठुलोको लागि हो। त्यसपछि अनि ब्याक जानुहोस् अनि तपाईँले रिलेटेड भिडियो थिच्नुहोस्। तपाईँको भोलिको अहिलेको भिडियो छ नि, अब पहिलेको तपाईँहरूको यो भिडियोहरू आउँछ नि, यसरी आउँछ नि। तपाईँ धेरै भिडियोहरू छ, कुनमा अब भ्युज छ भने तपाईँको एउटा टक्क त्यो भिडियोमा सिलेक्ट हान्ने, टक्क हानेपछि अब त्यसमा सिलेक्ट भइसक्यो। रिलेटेड भनेको त्यो तपाईँको त्यसमा भ्युज बढी जान्छ कि तपाईँको सबै कुरो भइसक्यो होइन। त्यसपछि तपाईँले यहाँ यस र नो गर्नु पनि सक्छ। यस गर्नुपर्छ प्रायः जस्तो हामीले। त्यसपछि सबै कमेन्ट भनेको तपाईँले अन पनि गर्न सक्नुहुन्छ, अफ पनि गर्न सक्नुहुन्छ। मेरो चाहिँ अलरेडी अन छ। त्यसपछि अपलोड भइरहेछ होइन, यहाँ अपलोडमा क्लिक गर्ने है। अपलोडमा क्लिक भएपछि यो इन्स्टल हुन्छ, हेर्नुहोस् है। यो हुँदैछ, इन्स्टल हुन्छ, लोडिङ हुँदैछ, तपाईँको लोडिङ भयो भने यो भोलिको लागि हो नि त। यो भिडियो मैले प्राइभेटमा राखेको छ नि त, अनलिस्टेडमा। त्यो भएर तपाईँले
फेरि कहाँ जानुपर्ने छ, एउटा एसटी स्टुडियो भन्ने जानुपर्छ है। एसटी स्टुडियो भन्ने त्यहाँ क्लिक हान्नुपर्छ तपाईँले। त्यहाँबाट तपाईँले त्यो भिडियो कहाँ आयो भने यहाँ देख्न सक्नुहुन्छ है। यहाँ आयो। यो अघि मैले भिडियो पोस्ट गरेको छ 17 जनवरी 5मा भनेर, टाउन सिटी भनेर। त्यहाँ तपाईँले टिक हान्ने, भिडियो चाहिँ अपलोड हुँदैछ। ल भर्खर आयो है, स्पष्ट भिडियो भर्खर आयो। ल सिलेक्ट भयो। अनि त्यहाँबाट तपाईँले थाहा भयो नि 2017-26 5 बजी लागि। फेरि यहाँ पेन्सिलमा दबाउने, दबाएपछि ट्याक्क यो जुन तपाईँले यो टाउन सिटी भनेको छ नि, यो कुन गीतको, यो पुरा यहाँ लेखेर फेरि यसलाई टक्क हानेर सिलेक्ट गर्ने है। मैले टाउन सिटी मात्रै लेखेको छ, अलिकति बुझाइदिएको मात्रै। तपाईँहरू चाहिँ अब कुन गीत कुन गाना अनुसारले ह्यासट्याग पुरा लेखिसकेपछि सिलेक्ट गर्ने। सिलेक्ट गरेपछि कपी भन्ने अप्सन हुन्छ है, टक कपी गर्ने। अब एड डाइरेक्सनमा टक हान्ने, अनि त्यहाँबाट थिचेपछि पास आउँछ होइन, यहाँ ऊ तल आइसक्यो मेरो। अनि त्यसपछि थोरै ब्याक गर्ने, ब्याक गरेपछि सेपमा जाने तपाईँ। यहाँ सेपमा जाने है। ल प्रश्न देख्नुहुन्छ नि तपाईँहरूले, 2017-26 5 PM सिलेक्ट गरेको छ नि, ट्याक्क सेभ गर्ने। ल सेभ गरेपछि तपाईँ आफूले पोस्ट गर्नु पर्दैन, अटोमेटिक यो चाहिँ अटोमेटिक सिस्टमले पोस्ट भइरहेको हुन्छ साथीहरू। त्यसै गर्नुहोस्। तपाईँहरूले पनि यो भिडियो मन परे लाइक, सेयर, कमेन्ट गरिदिनु होला। धन्यवाद।